सडकमा केही मानिसहरू हिँडिरहेका छन्। अवस्था सामान्य जस्तो नै देखिन्छ, तर एकाएक प्रहरीले गोली चलाएको आवाज निस्कन्छ। एकैछिनमा एकजना व्यक्ति सडकमै ढल्न पुग्छन्। लगत्तै अरू प्रदर्शनकारी त्यहाँ जम्मा हुन्छन्। उनीहरू प्रहरीसँग थप आक्रोशित हुन थाल्छन्। प्रहरीको गोली लागेर सडकमा लडेका यी व्यक्ति ज्यान गुमाएका सबिन महर्जन भएको कतिपयले भनिरहेका छन्। तर ती व्यक्ति सबिन महर्जन नै हुन् या अरू नै त्यो खुल्न सकिसकेको छैन। प्रहरीले गोली चलाएको सबिन महर्जन माथि मात्रै होइन, सबिनले ज्यान गुमाउनु भन्दा अरू व्यक्ति भने गोली लागेर घाइते अवस्थामा छन्, अस्पतालमा उपचार गराइरहेका छन्। उनी सबिन महर्जन नै थिए, अर्थात् अहिले घाइते अवस्थामा रहेका अरू नै आन्दोलनकारी थिए। त्यो अनुसन्धानपछि खोल्दै जाने विषय भयो। चलाइएको त्यो गोली रबरको थियो कि बन्दुकबाट निस्किएको प्राणघातक, यसबारे पनि अहिलेसम्म केही खुलेको छैन। ढल्ने व्यक्ति जोसुकै होस्, यहाँनिर एउटा प्रश्न गम्भीर रूपमा खड्किएको छ नै, यो अवस्थामा गोली चलाउनु पर्ने बाध्यता प्रहरीलाई थियो कि थिएन? दृश्य अनुसार पछाडिबाट गोली हानेको विषय समेत चर्चामा छ। यदि त्यो सत्य हो भने यो हदसम्मको बर्बर कदम चाल्न प्रहरीलाई कसको आदेश थियो? यो दृश्यलाई हेर्दा भिडलाई नियन्त्रण नै गर्न नसकेर गोली ठोक्नुपर्ने अवस्था थिएन, तर प्रहरीले यसरी नै अनाहकमै गोली चलाएर भिडलाई थप उत्तेजित बनाइदिए।